अलराइट सो वेलकम ब्याक। लास्ट भिडियोमा चाहिँ हामीले के गर्यौँ भन्दाखेरि डेटा टाइप्सहरू जावामा डेटा टाइप्सहरू के छ भनेर हामी सिकेको थियौँ होइन। सो यो टेबल चाहिँ त्यसैको समरी मात्र हो होइन। सो हामीले इन्टिजर्सहरू हुन्छ, फ्रेक्सनल नम्बर्स, क्यारेक्टर, स्ट्रिङ र बुलियन हुन्छ भनेर हेर्छौँ। सो इन्टिजरमा यसको भित्र पनि हामीसँग के छ भन्दाखेरि डिफ्रेन्ट टाइप्सहरू छ। यो त एज अ जेनरल टर्म मात्र भयो इन्टिजर भनेर होइन। यसको भित्र हामीसँग डिफ्रेन्ट टाइप्स अफ डिफ्रेन्ट डेटा टाइप्सहरू छ। बेस्ड अन चाहिँ के हुन्छ भन्दा कतिको साइज होल्ड गर्न सक्छ। सो मानिलिउँ यसलाई चाहिँ कसरी बुझौँ भन्दाखेरि एउटा कन्टेनर जस्तो हो होइन। लाइक कुनैमा 5 ml मात्र अट्ने छ कि अब 20 ml अट्ने छ कि अब 500 ml अट्ने छ कि त्यस्तो टाइपले जुन हाम्रो डिभिजन हुन्छ नि। सो त्यस्तै इन्टिजरमा पनि अब कति होल्ड गर्न सक्छ, कति नम्बर्सहरू थोरै नम्बर मात्र होल्ड गर्न चाहिएको छ भने होइन, किनकि यसले त स्पेस अकुपाई गर्छ होइन। थोरै नम्बर मात्र हामीलाई होल्ड गर्नु छ भने हामी कम साइज भएको कम साइज अकुपाई गर्ने चाहिँ इन्टिजर टाइप युज गर्छौँ होइन। हामीलाई चाहिँ एकदम म्यासिभ ठुलै नम्बर लार्ज रेन्ज अफ नम्बर्सहरू स्टोर गर्नु छ भने चाहिँ अलिक ठुलै क्यापेसिटी भएको युज गर्छौँ। सो साइजको बेसिसमा के छ भन्दा हामीसँग 4 टाइप्स अफ इन्टिजर्सहरू छ, बाइट, सर्ट, इन्ट र लङ। जसमा बाइटले चाहिँ सबभन्दा थोरै नम्बर्सहरू स्टोर गर्न सक्छ। सो -128 देखि 127 सम्मको नम्बर्सहरू मात्र यसले स्टोर गर्न सक्छ। ओके। सो त्यस्तै सर्टको अब त्यो एक्ज्याक्ट डेटा कति नम्बर छ त्यो चाहिँ अहिले त्यसमा नजाउँ होइन। सो बाइटले सबैभन्दा थोरै नम्बर्स चाहिँ स्टोर गर्न सक्छ र लङले सबभन्दा बढी स्टोर गर्न सक्छ भनेर चाहिँ बुझौँ है। त्यस्तै फ्रेक्सनल नम्बर्समा चाहिँ जुन छ यसमा चाहिँ हामीसँग फ्लोट र डबल भनेर दुईवटा टु टाइप्स चाहिँ छ होइन। जसमा चाहिँ फ्लोटले चाहिँ 6 to 7 डिजिट डेसिमल डिजिटसम्म चाहिँ स्टोर गर्न सक्छ र डबलले चाहिँ 15 to 16 डेसिमल डिजिट्सहरूसम्म चाहिँ स्टोर गर्न सक्छ। सो लार्ज फ्रेक्सनल भ्याल्यु चाहिएको छ भने चाहिँ डबल युज गर्छौँ, हामीलाई थोरै चाहिएको छ भने फ्लोट युज गर्छौँ। सो हामीले म्याक्सिमम टाइम युज गर्ने भनेको यिनीहरूमध्ये इन्ट, लङ र डबल हो होइन। यो तिनवटा चाहिँ म्याक्सिमम युज हुन्छ। बाइट कहिलेकाहीँ युज हुन्छ, सर्ट मैले पर्सनल्ली सर्ट र फ्लोट चाहिँ खासै युज गरेको छुइनँ है। बाइट युज हुन्छ, मोस्टली इन्ट, लङ र डबल चाहिँ युज भएर हुन्छ है। त्यो क्यारेक्टरमा चाहिँ हामीसँग एउटै मात्र छ होइन, त्यो चाहिँ क्यार हुन्छ है। बुलियनमा चाहिँ हामी बुलियनै भनेर लेख्छौँ है। र त्यस्तै स्ट्रिङमा पनि हामीसँग स्ट्रिङै हुन्छ। सो यिनीहरूमध्ये के छ भन्दाखेरि यो जति पनि छ बाइट, सर्ट, इन्ट, लङ, फ्लोट, डबल, क्यार, बुलियन, यतिलाई चाहिँ जावामा चाहिँ के भन्छ भन्दाखेरि प्रिमिटिभ डेटा टाइप्स भन्छ है। र हाम्रो स्ट्रिङ जुन छ त्यो चाहिँ नन प्रिमिटिभ हो। त्यो यसको भनाइ चाहिँ के हो भन्दाखेरि प्रिमिटिभ प्रिमिटिभ चाहिँ एज अ बिल्ट इन यो जावा ल्याङ्ग्वेजमै बिल्ट इन डेटा टाइप हो। स्ट्रिङ पनि हुन त बिल्ट इनै हो, तर स्ट्रिङ एज अ क्लास पनि भनेर भन्छ। र क्लास भनेको के हो त्यो पछि हामी पढ्छौँ होइन। युजरले आफ्नै डेटा टाइप्सहरू बनाउन सक्ने यो जुन छ नि बाइट, सर्ट, इन्ट, यो त जावाले डिफाइन गरेर होइन। जस्तै मलाई आफ्नै डेटा टाइप चाहियो अरे होइन भने म आफ्नै डेटा टाइप पनि युज गर्छु, त्यो चाहिँ लाइक अ क्लास भनेर बुझौँ न। सो स्ट्रिङ पनि वान अफ द क्लास हो जुन चाहिँ जावाले नै डेभलप गरेको हो, जावा ल्याङ्ग्वेजमै छ। तैपनि स्ट्रिङलाई चाहिँ यिनीहरूभन्दा चाहिँ अलिक डिफ्रेन्ट ट्रिट गरिन्छ, किनकि स्ट्रिङमा अदर फङ्सनालिटिजहरू हुनसक्छ। जस्तै स्ट्रिङ युज गरेर अरू स्ट्रिङहरू बनाउन सक्ने, स्ट्रिङको लेन्थ निकाल्न सक्ने, या डिफ्रेन्ट डिफ्रेन्ट स्ट्रिङमा चाहिँ म्यानिपुलेसन्सहरू गर्न सकिन्छ। सो स्ट्रिङलाई चाहिँ एज अ छुट्टै नन प्रिमिटिभ डेटा टाइप भनेर युज गरिन्छ भने यिनीहरू जुन छ है हामीले जुन अघि डिस्कस गऱ्यौँ बाइट, सर्ट, इन्ट, लङ, फ्लोट, यिनीहरू सबै चाहिँ एज अ प्रिमिटिभ डेटा टाइप भनेर युज गर्छ। सो अहिले चाहिँ त हामीले के गर्यौँ भन्दा 1+2 यस्तो गरेर गरेको थियौँ होइन।
र अब हामीले के गर्यौँ भन्दाखेरि 1 भनेको चाहिँ एउटा इन्टिजर हो, 2 पनि एउटा इन्टिजर हो भनेर भन्यो होइन। सो यसको डेटा टाइप हामी डिफाइन गर्न सक्छौँ। सो 1 भनेको चाहिँ एउटा नम्बर 1 भनेर लेख्यो होइन, जसलाई चाहिँ हामी यसरी लेख्यौँ। सो अब के भयो भन्दाखेरि अघि डलर साइन आएको थियो नि होइन, डलर साइन आएर के गरेको थियो भन्दा आउटपुट दिएको थियो है। अब चाहिँ के भन्यो num1 भनेर आएको छ भनेको 1 भन्ने चिजलाई चाहिँ हामीले एउटा नाम दिदियौँ होइन। र यसलाई चाहिँ के भन्छ भन्दाखेरि यसलाई भेरिएबल भन्छ होइन। एउटा एउटा बट्टा भनौँ न, 1लाई चाहिँ एउटा बट्टाभित्र हालिदियो, बट्टाको नाम चाहिँ नम्बर 1 है। र त्यसको टाइप चाहिँ के हो भन्दाखेरि इन्टिजर होइन। भनेको के हो, रेक्ट्याङ्गुलर बट्टा हो भनेर भन्यो अरे होइन। रेक्ट्याङ्गुलर बट्टा हो, बट्टाको नाम num1 हो, र त्यो बट्टाभित्र छ 1 है। अर्को बट्टा नम्बर 2 होइन है। सो नम्बर 2 भन्यो। अब नम्बर 1 भनेर गऱ्यो भने नम्बर 1मा 1 छ है, त्यस्तै नम्बर 2मा 2 छ। सो मैले अब नम्बर 1 प्लस नम्बर 2 गऱ्यो भने अब चाहिँ आउटपुट आउँछ होइन। आउटपुट 6 भनेको के हो भने 1 2 3 4 5 6 सिक्स्थ आउटपुट हो नि त, सिक्स्थ कमान्ड भने जस्तै भयो होइन। सो नम्बर 1मा 1 छ, नम्बर 2मा 2 छ, 1 + 2 3 भयो, अघिकै रिजल्ट हो होइन, तर अलिकति घुमाएर होइन, बट्टाभित्र राख्यो। अब के गरौँ भन्दा यही चिज हामी फेरि फेरि युज गर्नु मिल्यो क्या, नम्बर 1 इन्टु नम्बर 2 है। त्यही युज गर्नु पायो नि त, भेरिएबल्स, त्यसलाई चाहिँ भेरिएबल भन्छ कि है। सो त्यस्तै के हुन्छ भन्दाखेरि डबल डबल एक्स भनौँ होइन, एक्स 3.5 भन्यो है। त्यसपछि डबल डबलै हुनुपर्छ भन्ने छैन होइन, इन्ट इन्ट वाइ चाहिँ के भयो भन्दाखेरि 2 भयो। 3.5 इन्टु 2 गरौँ, वाइ एक्स इन्टु वाइ गरौँ है, 7.0। किनकि एउटा फ्रेक्सनल भएपछि रिजल्ट फ्रेक्सनलै हुन्छ। 3.5 इन्टु हुन त 7 नै हो, तर डबल इन्टु इन्टिजर इज डबल है। त्यस्तै होइन, सपोज स्ट्रिङ आई भनौँ, आई चाहिँ जे। अब स्ट्रिङमा सिङ्गल क्यारेक्टर पनि गर्न पाइन्छ है, क्यारै हुनुपर्छ भन्ने छैन। क्यारमा चाहिँ सिङ्गल क्यारेक्टर हुनै पर्यो। यो राखौँ, के भनेको चाहिँ बी भनेर राखौँ है। सो के हुन्छ, म के गर्न सक्छु, आई प्लस जे प्लस के प्लस जे गऱ्यो भने जावा भनेर प्रिन्ट भयो होइन। सो यसरी स्ट्रिङहरू पनि हामी एडिसन कन्क्याटिनेसन गर्न सक्छौँ है। र स्ट्रिङभित्र फेरि नम्बर पनि राख्न मिल्छ नि, जस्तै के भन्छ, इन्ट एक्स भनेको 4 होइन, इन्ट वाइ भनेको 5 हो, एक्स प्लस वाइ कति हुन्छ 9 हुनु पऱ्यो है। तर स्ट्रिङ, इफ त्यो स्ट्रिङ छ भने कोटभित्रै हुनुपर्छ है। र वाइ भनेको चाहिँ कोटभित्रै हुनुपर्छ, नत्र एरर भन्छ। अब मैले एक्स प्लस वाइ गरेँ भने 45 भन्छ है। स्ट्रिङ चाहिँ जहिले पनि कन्क्याट जुड्छ होइन, एडिसन हुँदैन कि। एज अ यो जसरी एल्फाबेट ट्रिट गरेर चाहिँ यसलाई पनि यसरी नै एल्फाबेट ट्रिट गरेर यो साइड बाई साइड यो टास्क दिने जस्तो मात्र काम गर्छ क्या। सो यो डेटा टाइप है। यो भिडियोमा हामीले के गऱ्यौँ भन्दाखेरि डेटा टाइपको के डेटा टाइप्स हुन्छ, अब नम्बर्सभित्र पनि होल नम्बर्सभित्र पनि हामीसँग डिफ्रेन्ट टाइप्स छ होइन। इन्ट फ्लोट सर्ट पनि हुन्छ होइन, इन्ट सर्ट बाइट लङ, र फ्लोटिङ पोइन्टभित्र डबल फ्लोट हेऱ्यौँ होइन। अरू क्यार बुलियन तिनीहरू त अब बुलियन पनि डिफाइन गरिदियो होइन। बुलियन जे इज इक्वल टु फल्स भनेर गऱ्यो भने जे भनेको फल्स। सो होइन, सो बुलियन क्यार यिनीहरू सबै हामी डेटा टाइप्सहरू हेऱ्यौँ। र डेटा टाइप्सको सँगै हामीले के गर्यौँ भन्दाखेरि एउटा भेरिएबलको कन्सेप्ट पनि हेऱ्यौँ होइन। भेरिएबल एउटा बट्टाभित्र बट्टालाई नाम दिएर हामीले
सेभ गरेर त्यसलाई कसरी म्यानिपुलेट गर्न सक्छौँ भनेर पनि हेऱ्यौँ। सो यो भिडियो चाहिँ यति नै गरौँ होइन, नेक्स्ट भिडियोमा भेटौँ।